नायक मचही महान मानव। शिक्षा क्षेत्र उल्लेख गरिएको हुँदाखेरि आफ्नो विषयगत क्षेत्रमा तयारी अवस्थामा रहिदिनु हुन हार्दिक अनुरोध छ। प्रसार गरिसकेको छ र सबै गाउँवासीहरूलाई सचेत रहन आग्रह गरेको छ। सञ्चालन केन्द्रलाई पनि सूचना प्रवाह गर्न पूर्व सूचना जोखिमयुक्त स्थानहरूमा वडा नम्बर 3 को क्षेत्रहरूमा सतर्क रहनका लागि मोबाइल का माध्यमबाट सतर्क रहन अनुरोध समेत गरिसकेको छ। प्रसार गरिसकेको छ र सबै गाउँवासीहरूलाई सचेत रहन आग्रह गरेको छ। खास गरी खोज तथा उद्धार प्राथमिक उपचार का टोलीहरूलाई एकदमै तयारी अवस्थामा रहन र घट्न सक्ने भएको खोज तथा उद्धार टोलीलाई घटनास्थलमा परिचालन गर्ने निर्णय गरेको छ र जिल्लामा घटेको उक्त घटनाको बारेमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई खबर तथा अनुरोध गर्ने निर्णय पनि गरेको छ। आठवटै विषयगत क्षेत्र आपतकालीन शिक्षा, स्वास्थ्य तथा पोषण, पुनर्लाभ लगायतका सबै क्लस्टरहरूलाई तयारी अवस्थामा रहने निर्णय गर्न पनि निर्णय गरेको छ। उक्त क्षेत्रको पुरै बाटो तथा आवत जावत अवरुद्ध भएको छ। पैदल आवत जावत पनि अवरुद्ध भएको छ। पहिरोका कारण टाढी क्षेत्रमा 20 घर दूरीका अन्दाजी 70 भन्दा बढी जनसङ्ख्या प्रभावित भएको अनुमान गरिएको छ र 70 मध्ये र प्रभावितहरू मध्ये 2 जना सुरक्षा निकायका टोलीहरूलाई परिचालन गर्ने निर्णय गरेसँगै अहिले तत्काल घटनास्थलमा पुगी सुरक्षा निकायका टोलीहरूले घटनास्थलमा अहिले घटनास्थलमा घाइते सङ्कलन केन्द्र निर्माण गरी उक्त घाइते सङ्कलन केन्द्रमा घाइतेहरूलाई ल्याएर घाइते सङ्कलन केन्द्रमा नेपाल रेड क्रस सोसाइटीको त्यसै गरी जिल्ला अस्पताल स्वास्थ्यको टोलीहरू पुगेर प्राथमिक उपचार सेवा छ। हामीले अझै प्राथमिक उपचार सम्पन्न भइसकेका घाइतेहरूलाई स्वास्थ्य संस्थामा बोकेर लगिराखेको दृश्य पनि हामीले देखिराखेका छौँ। र जिल्ला विपद व्यवस्थापन समितिले सुरक्षा निकायसँगै स्थानीय जनप्रतिनिधिहरूको टोली त्यसै गरी स्वयंसेवकहरूको टोलीलाई पनि घटनास्थलमा परिचालन गर्ने निर्णय गरेको छ। त्यो घाइतेहरू भएको ठाउँमा अनावश्यक भिडभाड जम्मा भइरहेछ। घाइतेहरूलाई तत्काल प्राथमिक उपचार सेवा प्राप्त गरी थप जोखिम हुने एम्बुलेन्सहरू आपतकालीन कार्य सञ्चालन
घाइते सङ्कलन केन्द्रमा उपस्थित भइसकेको हामीले देखिराखेका छौँ। घाइतेहरूलाई प्राथमिक उपचार सेवा दिएर घाइतेहरूलाई अहिले जिल्ला अस्पताल पठाउने काम भइराखेको छ। व्यवस्थापन समितिको संयुक्त टोली अहिले घाइतेहरूको अवस्था अवलोकन गर्न सुरक्षित स्थानमा रहेका टाढी बजार क्षेत्रवासीहरूको अवस्था बुझ्न जिल्ला विपद व्यवस्थापन समितिको टोली जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी आदरणीय गोरा सिंहमाझी सरको नेतृत्वमा टोली अहिले घटनास्थल अवलोकन गर्न परिचालन भइसकेको छ। विभिन्न विषयगत क्षेत्रहरू तोकिएको स्थानहरूमा उहाँहरूले बनाउनु भएको कक्षहरूमा गएर अवलोकन गरिरहनु भएको छ। अहिले हामीले देखिरहेका छौँ कि टाढी बजार क्षेत्रमा स्थानीयहरू आक्रोशित भएका छन्। स्थानीयवासीहरूले अहिले टाढी बजार क्षेत्रमा बसपारका छेउमा नाराबाजी गरिरहेका छन्, राहतको माग गरिरहेका छन्। बजार क्षेत्रवासीहरूले तत्काल आवास र खाद्य वितरण गर्न राहत सुविधा पाउनुपर्ने भन्ने माग राख्दै अनुगमनमा निस्किएको प्रमुख जिल्ला अधिकारीज्यूको टोलीका पछाडि नाराबाजी गरिराखेको हामीले देखिरहेका छौँ। स्थानीयहरू अहिले आक्रोशित भएका छन्। सुरक्षा निकायका साथीहरूले आक्रोशित भिडलाई शान्त गर्ने प्रयास गरिरहनु भएको छ र सुरक्षित स्थानमा प्रमुख जिल्ला अधिकारीज्यूको टोली समेत पुगेर प्रभावितहरूलाई सम्झाउने, बुझाउने र थप व्यवस्थापनका लागि पहल गर्ने कुराको जानकारी गराउँदै हुनुहुन्छ। आदरणीय स्थानीय प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले यो पहिरोबाट प्रभावित सक्त घाइतेहरूलाई जिल्ला अस्पताल कालीकोटमा पुर्याउन एम्बुलेन्स मार्फत पठाइसकेका छौँ र आंशिक घाइतेहरू जो छन् तिनीहरूलाई हाम्रो यो पहिरो प्रभावित क्षेत्रमै रहेको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ। अस्पतालमा पुर्याइएका बिरामीहरूलाई शीघ्र उपचार गर्नका निमित्त जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर साहबलाई हामीले अनुरोध गरिसकेका छौँ। अस्पतालमा पूर्ण तयारीका साथ उहाँ बसिरहनु भएको छ र एम्बुलेन्स मार्फत लगिएका बिरामीलाई तत्काल उपचार गर्नका निमित्त तयारी अवस्थामा हुनुहुन्छ। अर्कोतर्फ विद्यार्थीहरू जो प्रभावित क्षेत्रका विद्यार्थीहरू छन् उहाँहरूसँग पनि हामीले शिक्षा शाखासँग समन्वय गरेर उनीहरूको व्यवस्थापनका निमित्त हामीले तयारी गरिसकेका छौँ र सम्बन्धित ठाउँमा पुर्याइसकेका छौँ र यो क्षेत्रमा प्रभावित भएका स्थानीय बासिन्दाहरूलाई सुरक्षित ठाउँमा लैजानका निमित्त स्थानीय पालिका, स्थानीय राजनीतिक दलहरू र विभिन्न सामाजिक सङ्घ संस्थाहरू मार्फत सहयोग पुर्याउनका निमित्त हामीले अनुरोध गरिसकेका छौँ र उहाँहरू त्यसतर्फ परिचालन भइसक्नु भएको छ। राहतका सम्बन्धमा यहाँहरूलाई हामीले तत्कालका लागि सबै स्थानीय सामाजिक सङ्घ संस्थाहरू, जिल्लाको सदरमुकाममा रहेको खानाचक्र नगरपालिकाको मेयर साहब लगायतको टोली हामी सँगसँगै रहेर यो राहत तथा उद्धारका निमित्त हामी यहाँहरूसँगै हातेमालो गरिरहेका छौँ। यहाँहरूले पाउनुपर्ने राहतका निमित्त कति पहिरोबाट कति क्षति भएको छ हामीले सुरक्षा निकायलाई परिचालन गरेर त्यसको वास्तविक तथ्याङ्क चाहिँ सङ्कलन गर्ने कार्य जारी गरिसकेका छौँ र घटनास्थलतर्फ हाम्रो संयुक्त सुरक्षा टोली चाहिँ पुगिसकेको छ। त्यसबाट
अहिले तत्कालका लागि हाम्रो स्थानीय यो खाडाचक्र नगरपालिकाका मेयर साहबलाई तत्काल राहत प्रदान गर्नका निमित्त मैले अनुरोध गरेको छु। सोही बमोजिम हाम्रो मेयर साहबले यहाँलाई राहत प्रदान गर्नका निमित्त हाम्रो आपतकालीन उपचार अन्तर्गत रहेको शाखामा यहाँहरूलाई पठाउनुहुनेछ र राहत सामग्रीहरूका निमित्त हाम्रो मेयर साहबले यहाँहरूलाई चाहिँ केही राहत प्रदान गर्नका निमित्त आफ्ना भनाइहरू राख्नुहुन्छ। निकायको टोली घटनास्थलतर्फ पुगेर तथ्याङ्क सङ्कलन गरिरहेको अवस्थामा हामीले स्थानीय हाम्रो विभिन्न सामाजिक सङ्घ संस्थाहरूलाई उद्धारपछिको राहतका निमित्त हामीले अनुरोध गरिसकेका छौँ। यहाँहरूलाई हामी 1000 प्रणाली मार्फत हामीले जिल्लाबाट जिल्ला विपद व्यवस्थापन समितिबाट गर्नुपर्ने भरमुद्दर सहयोग उद्धार पश्चातको राहतका निमित्त हामी सबैसँग अनुरोध गरिरहेको बेहोरा म यहाँहरूसँग निवेदन गर्न चाहन्छु र हामी अबका दिनमा यहाँहरूको घर दैलोमा पुगेर राहत वितरण गर्नका निमित्त हामी क्रियाशील भएर लागिरहेका छौँ। सम्पूर्ण जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो बाढी पहिरो प्रभावित क्षेत्रका निमित्त आफ्नो क्षेत्रबाट सहयोग गर्नका निमित्त मैले हार्दिक अनुरोध गरेको छु र विभिन्न किसिमका रहेका घरहरूमा मानिसहरू लुटपाट र चोरीका कार्यमा पनि संलग्न भएको भन्ने जानकारी प्राप्त हुन आएको छ। म सम्पूर्ण सुरक्षा निकायहरूलाई तत्काल उक्त स्थानमा गएर यस्ता गतिविधिहरू नियन्त्रण गर्नका निमित्त अनुरोध पनि गर्दछु। साथै यहाँहरू संयमित भएर आफ्नो स्थानमा संयमित भएर धैर्यताका साथ बसिदिनु हुनका निमित्त पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो विपद हामीलाई सम्झाइ बुझाइ नआउने भएका कारण एक्कासी आउने विपद हो। यस्ता विपदमा हामीले धैर्य गर्नुपर्ने आवश्यकता हुन्छ। तसर्थ यहाँहरू धैर्यका साथ आफ्नो घरमा बसिदिनु हुनका निमित्त समेत म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। अब भेटिएको र केही किशोरहरूले भलाउँदै फुकाउँदै चाउमिन खाने बाहनामा बजारतिर लगेको पनि भन्न सुन्नमा आएको छ। खानेपानी सरसफाई विषयगत क्षेत्रबाट पानीका बोतलहरू अहिले लुटिएका छन्। महिला दिदीबहिनीहरूलाई सरसफाइका सामग्रीहरू वितरण गर्न अनुरोध गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारीज्यूले आक्रोशित भिडले आफ्नो आक्रोशलाई फिर्ता गर्दै अब राहत वितरणको प्रक्रियामा सहभागी हुने र वितरण हुन लागेको राहत ग्रहण गर्ने र तत्कालका लागि आफ्नो सबै कार्यक्रमहरूलाई फिर्ता गर्ने निर्णय गरेसँगै अब अहिले आक्रोशित बजारको रोड अहिले खाद्य तथा खानेपानी सरसफाई विषयगत क्षेत्रमा रहेको स्थानमा राहत लिनको लागि गएको छ र अहिले सुरक्षा निकायका जिम्मेवार सरहरूले उक्त कार्यलाई व्यवस्थापन गर्न समावेशिताका आधारमा
महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका सुत्केरी महिला बालबालिकाहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिराख्नु भएको छ भने त्यसपछिको प्राथमिकतामा सबै बजार क्षेत्रका व्यक्तिहरू रहेको छ। राहत वितरण कार्यको अनुगमन भइरहेको छ। जिल्ला विपद व्यवस्थापन समितिको टोली अहिले राहत वितरण स्थलमा मौजुद छ र राहत वितरणको प्रत्यक्ष अवलोकन नियमन गरिरहेको छ। उक्त स्थानबाटै निर्णयहरू समेत गरिरहनु भएको छ।